लिगमा खेलेको पर्फर्मेन्सको बेसिसमा सबै टिमहरूले उता ओके सिमनसँग ब्याटल परेछ। जिगल साथीले एक नक त निकालेका थिए बट उनलाई पनि डाउन गरे। उनका साथी सपोर्ट गर्नको लागि आइसकेका छन्। हुन त होरको अर्को प्लेयर पनि डाउन भयो। हिल गर्नको लागि स्काईले समय लिँदैछन्। उताबाट नेट कुक गरिँदैछ। फर्स्ट एड पप भएर पोजिसन चेन्ज गर्नु पर्यो। चेन्ज गरी पनि हाले। स्काईले यो 1v1 जित्नु पर्ने हुन्छ। उता बाल्जा पनि सपोर्टको लागि आइसकेका छन्। शटगन लिएर माथिबाट उडी उडी आए। पछाडिबाट हान्दिए थाहा पनि पाएनन्। हिल गर्ने मौका पाइएन। 1-on-1 लिनुपर्ने हुन्छ। नोफियर साथीले कभर लिन पनि अलिकता गाह्रो। सिद्धा समातियो। च्याट्टै फिनिस गरियो 1 पोइन्टको साथमा। तिरबाट कोरिना पावर जोनको एउटा एज राम्रो बेटर स्पट बनाउनको लागि आफू बसेको पोजिसनबाट गर्ने हो। अब त्यतिखेरको फाइदा उठाएर पछाडि भएको टिमले रियाक्ट कसरी गर्छ र उनीहरूको लागि रिजल्ट आउने चान्सेस के हुन्छ। किनकि पछाडि कुन टिम छ हेरौँ भर्चस प्रो, त्यो टिमलाई थाहा छ कसरी खेल्नुपर्छ भनेर। यदि त्यो खालको माहौल बनिदियो भने होरो स्पोर्ट्सको लागि एउटै मात्र कुरा जस्तै रोक्न सक्छ भनेर भन्न पाइने थियो त्यहाँ। बट त्यस्तो खालको माहौल हुन नै दिने छैनन्। कति कम्फर्टेबल वाइब गरिएको छ। नो एनी रिक्स, नो क्याजुअल्टी, सहज तरिकाको स्वागत गरेर देखाइदिएको छ टिम हालियो भनेर। नम्बर काउन्ट कम छ थाहा छ। नेटको बर्सात हुने पनि थाहा नै थियो। गाडी लिएर प्लेयरहरू मुभ गर्ने त्यो एग्रेसिभ डिसिजन पनि देखाइयो। नो फियर गर्न बी टेकन डाउन। स्लिपीको पोजिसनको बारेमा पनि आइडिया रहेको त छ। बट त्यो पिचमा कस्तो मिठो डाउन निकालिदिए स्लिपीले। फ्रोजनको तर्फबाट थ्रोएबल फाल्न खोज्दैछन्। स्लिपी डाउन हुनु भएन युनिटबाट। स्लिपी एसपी कम मात्रै भयो। त्यो प्लेयर डाउन भएनन्। होरो स्पोर्ट्सको लागि यहाँ अपर्च्युनिटी बन्दैछ। फ्रोजनको पोजिसनको बारेमा आइडिया पछाडिबाट पनि पाउन सकिन्थ्यो। स्काईले डाउन निकालिदिनेछन् फ्रोजनलाई। मिल्की वे अन्तिम एक प्लेयर मात्रै बचेका छन्। यो ब्याटल 1v3 को बन्न पुग्नेछ। पार्टनरलाई बचाइसकिएको त छैन। जिगल त्यो बिचमा एलिमिनेसन सेक्योर गर्दै अगाडितिर त पढ्दै थिए। मिल्की वे स्पट गरिरहेछन् उनलाई। उनको एसपी कम गराइएको छ। भर्चस प्रो एक्लै प्लेयर रोक्न खोज्दैछन्। उता नो फियर उठिसकेपछि त डराउनु पर्ने अवस्था केही बन्ने छैन। नम्बरले नै हामीले जित्न सकिन्छ। क्लच पुलअप गर्नको लागि यो प्लेयर थ्रोएबलको स्प्याम निकाल्न खोज्दैछन्। दुईजना प्लेयरलाई अगाडिबाट मुभ गरिएको पनि नोट गरिसकिएको छ। सर्ट दिने कोसिस रहने त भएन। क्लोजमा गएका प्लेयर जान्छन्। राम्रो थियो। जोन क्यापिटलाइज राम्रोसँग गर्यो टिम। यहाँबाट निस्किँदै गरेका थिए भर्खर। लबीमा अपग्रेडको लागि प्लेयर नक छन् जसको एलिमिनेसन होरो स्पोर्ट्सको टिमको तर्फबाट उठाउन खोजिँदैछ। अपग्रेडको एक एलिमिनेसन सेक्योर गर्न पनि पाइयो। होरो स्पोर्ट्सको टिम पहिलो एलिमिनेसन पोइन्ट आइसकेको छ। जिगल टावरमा चढेका छन्। टावरबाट फैलिएर हेर्ने कोसिस गरिराखेका त छन् नै। होरो स्पोर्ट्सको टिमको लागि 3 एलिमिनेसन त आएको। फर्दर मोर अल्काचियाको प्लेयरको गेममा प्रेसनको लागि गट्स देखाउँदै अगाडि बढिँदै थियो। त्यो बिचमा नोफियरलाई डाउन निकालिएको छ। होरो स्पोर्ट्सको लागि प्लेयर नक हुनुपर्ने अवस्था बन्न पुग्थ्यो। स्लिपी एचपी कम छ। हिल गर्ने पर्ने हुन्छ उनले। यो ब्याटल जोन बाहिरको ब्याटल हो। धेरै समय बिताउनु हानिकारक छ दुईटै टिमको लागि। जिगल यतातिरबाट एङ्गल बनाउँदै स्पट गर्ने बारेमा सोच्दैछन्। अल्काचियाका प्लेयरलाई स्पट गरियो। स्लिपीको तर्फबाट 1-on-1 को त्यो ब्याटलको लागि जानुपर्ने हुन्छ। पार्टनरलाई सपोर्ट चाहिएको छ थाहा छ उनलाई। राइट मोमेन्टको नक उनले निकालिदिए। पछाडिपट्टि प्लेयरहरू रिकभरी चल्दै त छ। बट स्लिपीले कोरिना पावरको एङ्गलबाट सर्ट फेस गर्ने भयो। होरो स्पोर्ट्स इङ्गेज भएका छन् ब्याटलमा। तर यहाँ अवस्था मल्टिपल एङ्गलबाट प्लेयरहरूको प्रेसर भन्ने बन्न पुगेको छ। अल्काचियालाई वाइप नै गरियो यहाँबाट। टिमले निकाले बाहिर। 7 एलिमिनेसन पोइन्ट आइसकेको छ। के गजबको जङ्गी सुरुवात गर्दैछ यो टिल तर्फ आउन खोज्दै थिए। मैले भन्दै थिएँ यहाँ गाह्रो छ। यो स्पट सायद भर्चस प्रोले दिँदैन। बट भर्चस प्रोको प्लेयरलाई नक निकालिएको छ त्यहाँ। उसको लागि गइएको र अगाडि अब त इनिसिएट गर्नेछ। होरो स्पोर्ट्स तेस्रो स्क्वाडको एगेन्स्टमा एलिमिनेसन गेमको लागि जोसमा जाँदैछ टिम। जिगल जाउनु नपुगे त्यहाँ। भर्चस प्रोको लागि अलिकति च्यालेन्ज त बन्न पुग्ने रहेछ यो माहौल। स्लिपीको तर्फबाट नक निकालिएको छ। जिगललाई बचाउने मौका बन्न पुग्छ। पहिला टिमलाई वाइप गर्नुपर्ने हुन्छ। एलिमिनेसन सेक्योर स्काईको तर्फबाट गरिँदैछ। अगाडि भएको प्लेयरको पोजिसनको बारेमा आइडिया थाहा छ। थ्रोएबल युज गरौँ न त्यो टिमलाई भगाउँ यहाँबाट, निकालौँ यहाँबाट। निस्किनेछ टिम त्यहाँबाट त्यो पोजिसन छोडेर। तर जिगललाई बचाउन सकिएन। त्यो एलिमिनेसन सेक्योर त गरिने भयो। यो 9 एलिमिनेसन यहाँ टिमको तर्फबाट। डबल डिजिट पोइन्ट त हिट हामी गर्दैछौँ भनेर टिमले एलिमिनेसनकै थ्रुबाट भनिदिएको छ। 11 एलिमिनेसन। उता मैले पारि नि एटमिकलाई देखिरहेको छु। C1 का प्लेयरलाई देखिरहेको छु। त्यो प्लेयरले डुबाइदिन्छन् नि फेरि। उता नोफियरको मुभमेन्ट रहेको थियो। भेहिकललाई डाउन गर्न गाह्रै थियो। अब प्लेयरलाई बचाउन पनि अलिकता गाह्रो चाहिँ रहेको छ। दुईजना प्लेयरहरू साइडको घरमा त आउन भ्याएछन्। बट सायद एएसटीले यो एरिया खाली गर्ने हो भन्ने बारेमा सोच्ने छ। 4जना प्लेयर पनि छ यो टिमसँग त। एएसटीले स्लिपीलाई फिनिस गरिदियो। दुईजना मात्रै प्लेयर थिए। नो फियर कहाँ थिए?
नो फियरलाई पनि फिनिस गरियो पछाडि एउटा हामी लबीमा देख्न भने सकिराखेका थियौँ उता हो र स्पोर्ट्सको टिमलाई भेनमले स्पट गरेर फिनिस टिम लबी छोडेर बाहिर निस्किने उता हो र स्पोर्ट्सको कहानी पनि त्यस्तै त्यस्तै भइरहेको जस्तो म देख्दैछु एकासन डीजीको प्लेयरको गेम्समा एकपछि अर्को गर्दै 2 नक त निकालिएको नो फियर क्याच पनि निकै नै कम रहेको छ प्लेयरले हिल गर्ने बारेमा त्यहाँ प्रायोरिटी दिएका त रहेछन् डीजी त्यो बीचमा नो फियरलाई वाइप गर्नको लागि क्लोजिङ गरेर पुगिसकेका छन् अनि नो फियरको अगेन्स्टमा पनि डाउन निकालियो त्यो एलिमिनेसन पनि सेक्योर गरिएको छ ओरा स्पोर्ट्स अब अन्तिम एक प्लेयरमा कहानी परिणत भएको छ गाडी लिएर त्यो प्लेयर पनि नजिकै आउँदैछन् सायद कल दिएको होला त्यो प्लेयरहरूको एसपी कम छ भनेर या स्काईको इन्ट्रीलाई आउँदा आउँदैको एक्जिट गराइनेछ र हो र स्पोर्ट्स पनि नि प्लेन पाथ फर्मेसनले क्याम्पो मिलिटारसम्म पुऱ्याएको त देख्न सकिन्छ लाखोब्री आवाज मुभ गरिरहेको नोट गरिएको छ एमो लिमिटेड भएको कारणले गर्दाखेरि फेर फाल्ने पनि कुरो त भएन त्यहाँ सर्ट कनेक्सनमा ल्याउन खोजिएको थियो रिजल्ट आएन मोलोटप छ मोलोटप फालौँ होला कि रिजल्ट आउँछ कि सायद उनले त्यही नै प्रयास गर्ने हुन् ऱ्यान्डमली 2टा मोलोटपमा फालियो त्यहाँ रिजल्ट आएन प्लेयर क्याच भी कम गराइएको छ गनकी साथमा प्लेयर जान खोज्दैछन् यस्तो प्री फायर शट्सहरू दिन खोजिराखिएको छ उनीसँग अर्को गन पनि कुन हो हेरौँ न त्यहाँ मिनी 14 हो छैन अब त रित्ताराम भन्दै पछाडि फर्किनु पर्यो रित्ताराम भन्दै पछाडि फर्किनु पर्यो अब छैन केही पनि नोफियरलाई सायद भनिएको छ उनलाई मार्क लगाइएको छ होला कि प्लेयरहरू यहाँ आउन सक्छन् भनेर नक निकालिएको प्लेयर पनि त्यो एलिमिनेसन सेक्योर गर्न चाहँदैको कहानी बन्न पुग्दै त थियो 6 एलिमिनेसन त पुगिसकेको रहेछ ओरा स्पोर्ट्सको बट यदि लुट पाइयो भने अझै पनि केही गर्ने बारेमा सोच्न सकिन्थ्यो होला त्यो पोसिबल देखिराखेको छैन आरसीजीका प्लेयर चढ्न त खोज्दैछन् स्लिपी के गर्ने थाहा छैन उनलाई उनी अन्यलमा छन् पार्टनर पछाडि थिए रेस्क्यु मिसन लगायतका कुराहरूको लागि गाडी भएर निस्किन पाए पनि मेबी टिम निस्किने बारेमा सोच्न सक्थ्यो होला गाडी पनि छैन त्यहाँ हो र स्पोर्ट्सको लागि अति बढी च्यालेन्जिङ बन्न पुगिसकेको छ अहिलेको यो करेन्ट सिचुएसन नो फियर धन्नै नक भएको थियो उनको एचपी डट भइसकेको छ भाइ तपाईँ थोरै फल ड्यामेजको साथमा उनले हिल गरे भने सायद R3G को प्लेयरलाई एउटालाई नक निकाल्न सक्छन् तर स्लिपीको अवस्था यस्तो छ नो उल्टै नक भयो नि उनीसँगै थियो सबै माल मेटेरियल उनी नै डाउन भयो उनको क्रेट लुट्न मिल्दैन स्लिपीसँग 3 जनालाई हान्ने आमो त छैन लुटले कति दुःख दियो त नि यो म्याचमा उठ्थ्यो होला मिठो किल बट लुटले यस्तो दुःख दियो त्यो बग्गी लिएर जान मिल्ने अवस्था पनि छैन क्या फेरि सर्भाइभलको लागि त्यो गाडीले धुवै निकालेको थियो पहिलेबाट कहाँ जाने भ्याउँछ नि त प्लेयरले पनि सर्भाइभ गर्न खोज्दै निस्किनु पर्ने अवस्था भन्न गन्तव्य पुग्ने अनि त्यहीँ खेल्ने लसलेना सिटी साइडतर्फ पनि टिमहरूको नम्बर त्यही भएर रिजल्ट देखाउने हो भने यता च्याम्पियनका प्लेयरलाई स्पट गर्दै नो फियर डाउन भएका छन् एलिमिनेसन सेक्योर हुँदैछ त्यो एउटा त त्यो त स्योरिटी नै थियो बाँकी अर्को प्लेयरलाई डाउन निकाल्न सकिन्छ त मुभिङ भेहिकल अलिकति ट्रेस गर्न अझै पनि हिलबाट नै हेर्नेछ भनेर सायद पुसको लागि आइसक्यो आएको देखेँ सायद नो फियर त नजिकै छन् यहाँ हान्न आयो उनीहरू या सर्कल सोचेर मात्रै आए म स्योर चाहिँ छैन यहाँ चेन्ज गरियो एङ्गल चेन्ज गरियो मिठो नक निकालिएको छ जिगलको तर्फबाट युएमपी राम्रो कनेक्ट भयो च्याम्पियनको प्लेयर डाउन लास्ट पनि स्ट्यान्डिङ बाल्जा बचेको छन् यही बाल्जाको पछाडिपट्टि पनि प्लेयर छन् गाडी यहाँ स्मोक भएको छ आई थिङ्क पड्काइन्छ होला त्यत्रो एबलको साथमा पड्काइयो एलिमिनेसन लग्यो चौथो एलिमिनेसन पोइन्ट सोर स्पोर्ट्सको लागि टिमले हान्छ कि हान्दैन भन्नेमा मात्रै बस्नुपर्ने हुनसक्छ यता हो स्पोर्ट्स युटिलिटीको साथमा जाँदैछ भाइपर नकआउटको गेट्समा त्यहाँ अलरेडी प्लेयर डाउन भएको हामी देख्दै थियौँ हेल्प गरेन ट्रेबल्स गएको थियो त्यसले हेल्प गरेन रिचको यस्तो ठाउँमा छन् कि भाइपर नकआउटलाई नेटले हानेर खसाउनको लागि अलिकति गाह्रै छ यहाँ स्मोक कसले लगाएको थियो यहाँ लगायो स्लिपीले नेट त्यसले हेल्प त गर्ने भने स्काई र स्लिपी यो डुओ लाई अगाडि पठाइएको थियो बट अब त जोनमा जानुपर्ने रहेछ अब जोनभन्दा बाहिर छ टिम भाइपर नकआउटको प्लेयरलाई खोज्ने तरिकाले हेरिरहेको छन् साथीहरूले यता पुस गर्नु उहाँबाट यता पुस गर्न त अलिकति गाह्रै छ यहाँबाट उता पुस गर्न नि अलिकति गाह्रै देख्दैछु फलक जसरी तसरी अगाडिपट्टि सर्कलमा गएका थिए 1-3 को स्प्लिटमा कुनै पावर खेलेको थियो अगाडिपट्टि सर्कलको पोजिसन पनि नछोड्ने पछाडिबाट पोसिबल एलिमिनेसनको बारेमा पनि फोकस गर्ने भनेर यता कोनिना पावरले पनि थोरै टाइममा यता हर स्पोर्ट्समाथि आँखा लगाउने नै छ यो प्लेयरहरूलाई पनि उता भन्दै नेड आइसकेछ त्यहाँ नेडले नक पनि निकाले स्लिपीले रिभाइभ त गर्लान् बट धेरै टाइम बाँकी छैन छिटो जोनको लागि पनि जानुपर्ने छ कोनिना पावरले पुरा आँखा लगाएर गाडेर बसेको छ यहीँ हो यिनीहरूलाई हान्ने हो भनेर अनि एकजना प्लेयर टाढा पनि रहेको छ सो अलिकति डिफिकल्ट चाहिँ रहनेछ कोनिना पावरलाई ट्याकल गर्नको लागि अनलेस अन्टिल सिधा ब्याटल यहाँ दुईटा टिमको बिचमा हुँदैन सिधा ब्याटल हुने अलिकति चान्स मैले कम पनि देखिरहेको छु जेरिचले कुरेर बसिरहेको छन् भाइपर नकआउटको एगेन्स्टमा एङ्गल बनाएर एचपी कम भयो जेरिचको यो नेड अलिकति बाहिर गयो यो नेडले नक निकालेको हुन्थ्यो भने पनि फर्दर पोसिबिलिटी हुन्थ्यो अब जोन सँगसँगै क्लोजिङ गर्नुपर्ने हुन्छ स्काई र स्लिपी गएका त थिए अगाडिपट्टि बट त्यसले रिजल्ट दिएन अब जोनमा जानको लागि आफै
दुःख पाउनु पर्ने हो कि जस्तो भयो लाग्दैछ मलाई फर्केर यो साथीहरू जान्छन् आफ्नै पार्टनर भएतर्फ स्काईले त्यो बिचमा नक्ता निकालेको छन् उता हर स्पोर्ट्सको लागि ट्याक्क एज भनेर सायद होला बट त्यसपछि फेरि हामीले थाहा छ कि सर्कलको लागि निस्किनै पर्ने हुन्छ भनेर ओबीले यहाँ नक निकाल्ने कोसिस बगीको साथमा अगाडिपट्टि आए स्लिपली नेडको साथमा एकजना प्लेयरलाई फोडाउन त भ्याएको छ नि यहाँ स्काई यो ब्याटल उनको हातमा छ भाइपर नकआउटलाई उनले निकाल्ने बारेमा रेस्पोन्सिबिलिटी लिनुपर्ने हुन्छ स्लिपी गए कोनी नेपालको एगेन्स्टमा हो स्पोर्टले निकाल्दैछ नक स्लिपीलाई सपोर्ट दिनको लागि कोही सकिन अर्को प्लेयर कोनी नेपालको उसलाई पनि डाउन गरियो जोस देखाउँदैछ हो स्पोर्ट्स यहाँ जेरी छन् यहाँ उनको एचपी कम छ भाइपर नकआउटको प्लेयर उनीहरूको पनि अवस्था खराब जिगल सपोर्टको लागि आइसके त्यहाँ भाइपर नकआउटको मल्टिपल प्लेयर डाउन एलिमिनेसन उठाउने राम्रो मौका सँगसँगै सर्कलको क्लिन एज पनि बन्ने छ टिमको लागि दिस इज द अपर्च्युनिटी त्यो बिचमा भर्चुअस प्रो पनि निस्कियो गेमबाट एकपछि अर्को गर्दै त्यो टप 4 को लाइनमा भएका टिमहरू मध्येमा 3टा टिम निस्किएका छन् और स्पोर्ट्सका लागि एलिमिनेसनको कोटा बढाउन मिल्ने अवस्था मैले तल देख्दैछु नक भएका प्लेयरहरूको एलिमिनेसन सिक्रेट गर्न पाइसकेको छैन प्लेयरहरूको कुपेन्डर रोड गरिनेछ गाडी आए गाडी लिएर आएका प्लेयरको एन्ट्रीलाई एक्जिट बनाइन्छ 10 एलिमिनेसन टोटलमा टिमको लागि आइसक्यो टप 6 मा गेम कन्भर्टेड टेबल टप स्पट मात्रै होइन डिफरेन्स बनाएरै जाने हो हामी त र स्पोर्ट्सको टिम त्यही सोच्दैछन् 11 पक्कै पनि नोट गरेको छन् त्यहाँ बट अर्को एंगलबाट न्यूज प्रब्लम दिन खोजिरहेका रहेछन् 1-1 को लागि नजिकै गएको थियो पनि स्काई आउँछन् एक लगाइदिन्छन् त्यहाँ शटगन त्यो प्लेयरलाई रोकिएको छ अगाडिपट्टि नै एपीजी ले अर्को पछाडिपट्टिको अल्का दिशाको प्लेयरलाई नक निकालिदिएको छ नोफियर यहाँ अगाडिपट्टि आउँदै थियो अब बचेको भनेको न्यूज हो न्यूज लास्ट पनि स्ट्यान्डिङ हो अनि त्यो पोजिसन छोडेर भाग्न रिट्रिट गर्न बाध्य भए बिकज उनको पार्टनर पछाडि डाउन रहेको छन् न्यूज ओपनमा यतिकै कुद्दैछन् कसैले नहेरेको हो यो साइडमा उता स्पोर्ट्सले च्याप्ने मौका यो बीचमा सर्कलको लागि पाउने छ सर्कलको बेस्ट पोजिसन उनीहरूले पनि बुझेको छ कि सबै बाँकी टिमहरू हिलतिर लड्दैछ अनि यो पनि याद गरौँ सिंगल म्याचमा म्याक्सिमम पोइन्ट्स वाला यदि गेम बन्यो भने पनि तपाईँलाई अल्टिमेटली प्राइज पुलमा त्यसले हेल्प गर्नेछ बिकज रेकर्ड ब्रेकर भनेर प्राइज पुल त्यो एउटा पनि रहेको छ र स्पोर्ट्सको ट्रायलको बेस्ट पोजिसन देखिरहेको छु म सेकेन्ड निकाल्ने खाले पोजिसन रहेको छ बाँकी सबै टिमहरू या त आपसमा लड्ने या त जोनको बाहिरबाट अगाडिपट्टि बढ्नुपर्ने रहेछ यता हल्का चियाको प्लेयर रिभाइभ भयो एकजना त प्रेपोर्ट तर्फ आउँदै थियो नेट बट त्यो प्रोजेक्टाइल थिएन त्यसको त्यो बिचमा 40 ले पनि लबी छाडेको छ उनीहरू पनि एलिमिनेट भयो उता अल्कासियाको प्लेयरलाई नक निकालेको छ एपीजी एक साइडबाट घुस्यो यो टिममा अझै पनि ट्राई हो छ गिभ अप गरिसकेका छैन उनीहरूले उता नोफियरले हिल गर्दैछन् भने यता एपीजी दिनको अन्त्यमा कमब्याक गर्ने कोसिस गर्दैछ एलिमिनेसन त्यति धेरै बनेको होइन बट केही छैन चिकन डिनर चाहियो उनीहरूलाई ताकि टिम ब्याक अन द ट्र्याक देखियोस् आयो नेड पड्कायो त्यहाँ एपीजी चिकन डिनरको लागि अब त इक्वल कन्टेस्टमा हामी आउँछौँ कि जसरी खेल्दैछ बट त्यो बिचमा स्काईले निकाले टपलाई नोफियरलाई सरप्राइज गर्ने एंगल जियोलको रहेको छ जियोल देखिएको छैन जियोललाई हेरिएको छैन जियोललाई देखिएको छैन पोजिसनको बारेमा कोही अवेर पनि छैन राइट साइडमा केपीका युजिन रहेछन् यो जियोललाई कसले नोट गर्छ भन्ने कुरा हो कसैले नोट गरेको छैन सबै टिमको फोकस भनेको भर्खर नक निकालेको प्लेयर अनि त्यसलाई कसले रिभाइभ गर्दैछ त्यो साइडमा कोही त रिभाइभ गर्दै होला नि सायद त्यही सोचिएको छ अनि त्यही साइडमा थ्रोएबल्स लगाइएको छ रिफ्युज रिभाइभ गर्न भ्याइसकेका छैनन् त्यसपछि जोनको क्लोजिङ आइसकेको छ रिभाइभ गर्नको लागि टाइम त रहेको छ बट जियोल इनको पोजिसन हो सबसे इम्पोर्टेन्ट जियोललाई अगाडिपट्टि एक नक निकाले जियोललाई टेक डाउन गर्नुपर्ने हुन्छ सपोर्ट चाहियो नोफियरलाई जिगललाई भन्दै गरिएकोलाई बट स्काईलाई त्यो बिचमा फिनिस नै गरिदियो जियोलले क्लोज कन्टेस्ट राम्रो कन्ट्रोल थियो यहाँ जियोलको पोजिसन अलि बढी नै घातक बन्न सक्छ भनेर हामी जुन भन्दै थियौँ त्यही नै बन्न पुगिदियो स्काईलाई फिनिस गरियो 6 एलिमिनेसन निकालेका ती प्लेयर रोकिन पुगे एपीजी क्विक रिकभरी पोसिबल हुन पुगेको छ अनि यहाँ कोल्याप सर्कलसम्मको कहानी आइसकेको हामी देख्न सक्छौँ 14 एलिमिनेसनको गेम हो र स्पोर्ट्सको लागि आइसकेको छ सर्भाइभल पोइन्ट्स वाइजमा टिकट डिनरले निकालेदेखि हुन्थ्यो भनेर हामी सोच्दै थियौँ त्यो बिचमा रोक्न सकिन्छ सकिँदैन त नोफियरलाई चाहिएको सपोर्ट के दिन सकिन्छ त उतापट्टि भएका प्लेयरको तर्फबाट जिगल एङ्गल बनाउन त खोज्दैछन् थ्रोएबल फालियो भने मेबी एकै साइडबाट मुभ गरेका प्लेयरलाई रोक्न सकिन्थ्यो होला नोफियरको गेममा नेड आउँछ रिजल्ट आएको छ त्यसले केही ड्यामेज डिल गराइदियो रिफ्युज जियोल दुईटैलाई डाउन निकाल्न भ्याए नोफियर त्यहाँ शटगनको साथमा टप आफ्नो पोजिसन चेन्ज गर्न बाध्य भइसके हो र स्पोर्ट्सको लागि यहाँ मौका बन्न सक्नेछ त्यो प्लेयरलाई पनि डाउन निकाल्नु पर्यो राइट साइडतिरबाट मुभ गरिरहेका छन् एउटा प्लेयर कोरिना पावरको त्योलाई पनि नोट भने चाहिँ गर्नुपर्ने हुन्छ एपीजी रिकभरी चाहेको हो र यहाँ प्लेयरलाई बचाउन खोज्दै हो र यहाँ टप गएको पोजिसनतर्फ उनको पार्टनर गएको देखिसक्दाखेरि त मेबी भनेर भन्न सकिन्छ होला टपसँगको 1-on-1 को यो ब्याटल हुन पुग्ने भयो नोफियर बाहिरै निस्किएर जान खोज्दै थिए राइट साइडबाट कोरिना प्लेयरको पावरको प्लेयरले सर्ट दिन पुग्छन् अनि त्यहाँ सर्ट कनेक्सनमा ल्याइन्छ टिमको काम गर्नेछन् टिमलाई कन्ट्रिब्युट गर्नेछन् त हुन्छ झ्याम्मै घुमाउनु भयो भने फेरि फनक्कै थिन्छ
60 डिग्री पार्टनर बचाउनु प्रायोरिटीलाई भन्दा अगाडि भएको प्लेयरलाई को क्लियरेन्स गरिएको भए अर्को प्लेयर पनि बस्ने चान्सेस हुन पुग्ने थियो। हुन त किलर वाइटी त्यही थिए भनेर सायद घ्यान्टीले बचाउन खोज्दै थिए, बट त्यो गलत मुभ हुन पुग्दियो टिमको लागि। प्लेयर क्याजुअल्टी त्यहाँ फेस गरेको छ टिमले। टप 10 टिम लिस्ट बन्न पुगेको छ। होरो स्पोर्ट्सको लागि डुओमा कहानी उनीहरूको बन्न पुगिसक्यो। स्काईको पोजिसन गइसकेको छ। स्काई स्पटेड। स्काईको अगेन्स्टमा डाउन निकाले आइक्यूले। लागि 8 एलिमिनेसन बनेको हामी यहाँ देख्न सक्छौँ। कुरेरै बसेको थियो क्या, गेट किप गरे यसरी नै उनी पनि देख्न सकिन्छ कि प्लेयरहरू एउटै भेकलको साथमा आफ्नो गन्तव्य फेरि पनि कोसिस गरिएला। एमिक्सका प्लेयरहरू थोरै पछाडि होल्ड गरेर बसिराखेका छन्। एउटा मिठो नेडा हुनेछ स्काईको, काम गरिदियो त्यसले। स्मोक लगाएर पारिपुसको लागि के सोचिने हो त, तर उनीहरूको लागि अलिकति अप्ठ्यारो पार्ने भनेको च्याम्पियनको पोजिसनले रहेछ। यो एरिया स्पट छोडियो भने उता च्याम्पियनले आएर यता समात्ने बारेमा सोच्न सक्छ भन्ने रिस्क सायद उनीहरूले फिल गर्दैछन् भने एमिक्सको अगेन्स्टमा ब्याक टु ब्याक थ्रोएबलले काम गरिदिन पुग्नेछ। जियोलले इङ्ग्लिसलाई डाउन निकालिदिए। अर्को एउटा टिम जो चेज गर्दैछ त्यो टिमले केही न केही हदसम्म रोकिनुपर्ने अवस्था फेस गरिरहेको हामी देख्न सक्छौँ। स्लिपीलाई डाउन निकाल्नेछन् एएसटीको तर्फबाट। थ्याङ्कफुल्ली कम्पाउन्डमा छन् भनेर उनी रिकभरीको लागि आश राख्न सक्नेछन् भने उता एएसटीको लागि निकालिएको नक एलिमिनेसन सेक्योर नहुने भयो भन्ने तरिकाले उनीहरूले सोच्नेछन्। एएसटी डुओमा कन्भर्टेड हुन्। डिआरएस फाइटमा इङ्गेज हुँदैछन्। किलर वाइटीलाई डाउन निकालिएको छ। डेल्टा त्यो बिचमा एलिमिनेसन सेक्योर गर्दैछन् थ्रोएबल सँगसँगै युएमपीको युजेसको साथमा। डिआरएसले नक भएको प्लेयरलाई बचाउने बारेमा प्रायोरिटी दिनुपर्ने त हुन्छ, बट डेल्टालाई पनि त्यहाँ डाउन फिनिस नै गरियो भने यता स्काईलाई नक निकालिएको छ। स्काईलाई बचाउन जिगल जाँदैछन्। थ्रोएबलको प्रेसर भेनमले यता नोफियर भएको कम्पाउन्डतिर तर्फ देखाउँदै त थिए भने एमिक्सले पनि इन्भल्भमेन्ट देखाउनेछन्। त्यो बिचमा नोफियर डाउन हुन पुगे। डिआरएस ब्याटल वाइजमा केही एलिमिनेसन पोइन्ट निकाल्दै भाइपर नकआउटलाई लबीबाट बाहिर त निकाले, बट उनीहरू पनि डुओमा कन्भर्ट भएका छन्। फिनिस गर्यो अल्कासियाको तर्फबाट। जिगल रिभाइभ गर्न अलमोस्ट पुगिसकेका थिए। जोन पर्यो, एकजना प्लेयर लुज गर्नु परेको छ। थोरै अपसेट टिम पक्कै पनि हुनेछ। यता नक भएको प्लेयरलाई बचाइयो। भेनमले कुरेर बसिरहेको छन् यही साइडमा प्लेयर। कोनिना पावरको शटले हेल्प गर्न पुगेको छ भने यता एलिमिनेसन सिक्योर गर्न सकिन्छ कि थ्रोएबलको बर्सात त हुँदैछ। कोनिना पावरको अगेन्स्टमा प्लेयरलाई रोक्नको लागि 60 को आँकडा टच गरिसक्यो। यो टिम पनि रोकिन पुग्छन् भने माथि हुने टिम सिमिलर कहानीतर्फ डिआरएसको टिम अघिल्ला 2 म्याचेसहरूमा पोइन्ट्स नआएको अवस्थामा निस्किएको छ। यता R3G को एन्ट्री ओरे स्पोर्ट्सको अगेन्स्टमा, बट ओरे स्पोर्ट्सको प्लेयरलाई नक निकाले टाढाबाट। C1 को तर्फबाट नक निकालियो। R3G को प्लेयरको एचपी कम छ। त्यहाँ सर्ट्स आयो एएसटी को पनि। एएसटीले अघिबाट यता नि हेरिरहेको छ, आको साइडमा नि हेरिरहेको छ। एलिमिनेसन केपीले लयो। उता नोफियरले बचाउन भ्याइन्छ किन। डट एचपीमा छन् उनी। जिगल डाउन भए कोनिना पावरको तर्फबाट। जेरिचको हातबाट उनी डाउन भएका हुन्। घरभित्र जान भ्याउँछन् र उनले त थाहा पाएनन् जस्तो लाग्छ मलाई कि नक चाहिँ कहाँबाट भयो भनेर। हिल गरेको गरे, रिभाइभ गरेको गरे गर्नु परेको छ। स्लिपीले देखे नेड कुक हुँदैछ यहाँ भनेर। नोफियर भर्खर रिभाइभ भएका थिए, बट यता R3G को नेड गयो। भइरहेको छ भनेर थ्याङ्कफुली हाम्रो नेपाली टिमहरूको लागि उनीहरूले खेल्ने हिसाबको प्लेन पाथ भनेर चाहिँ भन्न पुगिदिएको छ। एपिजी पछाडिपट्टि कोही आउला भनेर डराइराख्नु पर्दैन। त्यही भएर हामीलाई त ठिकै लाग्छ भनेर भन्दै पनि थिए। यता नोफियालाई नक निकालेको छ कोनिना पावरको तर्फबाट। कोनिना पावरको पनि 2 जना प्लेयर त्यहाँ डाउन चाहिँ भएको छन्। 2 जना प्लेयर लुज गर्ने भयो कोनिना पावरले। उता स्पोर्ट्सले एलिमिनेसन उठाउन भ्याउने भयो। गाडी पनि पाउने भयो। प्लेयर बचाएर सायद घर लिएर जान पनि पाउनेछ। अब धेरै नहेरौँ होला। अब धेरै एलिमिनेसनको लागि धेरै जोस नदेखाउँ होला। 2 पोइन्ट्स स्टार्टमा नै पाउनु हेड स्टार्टको साथमा त्यो अलरेडी बोनस हो। प्लेयरहरूको एलिमिनेसन पनि त्यही टिमले सेक्योर गर्दैछ। होरो स्पोर्ट्सले पनि केही हदसम्म उठाउन पाएका त रहेछन्। त्यहाँ नक निकालिएको रहेछ, बट इन्स्ट्यान्टली स्काईलाई पनि डाउन निकालियो। च्याम्पियनका प्लेयरको त्यो एलिमिनेसन कसको पकेटमा जाने हो त। अब होरो स्पोर्ट्स त्यो बिचमा आफ्नो पार्टनरलाई बचाउने प्रायोरिटी पनि दिनुपर्ने हुन्छ। कम्पाउन्ड भएको कारणले गर्दाखेरि त्यो कुरा पोसिबल पनि छ। 40 को टिमले यो सिचुएसन फेरि एकपटक बनाइदियो जहाँबाट उनीहरूको लागि ह्युज पोइन्टर गेम एलिमिनेसनको थ्रुबाट आएको छ। अघिल्लो म्याचमा चिकन डिनर मिस भएको थियो। अब फेरि चिकन डिनर निकाल्छु भनेर सायद यो टिमले सोचेर खेल्न भने चाहिँ सक्नेछन्। उता एपिजीका टप गन चलाउँदै थिए। च्याम्पियनको प्लेयरको अगेन्स्टमा टिमलाई लबीबाट बाहिर निकाल्न सफल भयो। अघि स्काईले निकालेको एलिमिनेसन पनि सेक्योर हुन पुग्छ। 6 एलिमिनेसन होरो स्पोर्ट्सको नाममा पनि आइसकेको चाहिँ छ। यता अल्कासियाका प्लेयरको इन्ट्री होरो स्पोर्ट्सको एकदमै नजिकैसम्म आइसकेको छ। टिम थ्रोएबलकै साथमा ओपनिङ चाहन्छन्। यहाँबाट स्काई नेट त फाले, अलिकति डिरेक्सन सही थिएन कि
अल्का चिया उनीहरू प्रेसरमा छन् जोनको लागि आउनै पर्ने बाध्यता रहेको छ हो र स्पोर्ट्स डिफेन्ड गर्नै पर्ने हुन्छ यो कम्पाउन्डलाई हिजोको दिनमा हामीले यतैतिरको वरिपरिको स्पेसमा राम्रै गेम निकालेको देख्न पाएका छौँ टिमको तर्फबाट अहिलेको सिचुएसन पनि काइन्ड अफ सिमिलर बनाउने बारेमा टिमले भने चाहिँ सोच्न सक्नेछन् अल्का चिया उनीहरूको पुरै ध्यान भनेको हो र स्पोर्ट्सको प्लेयरको अगेन्स्टमा नक निकालेर पुस गर्नुमा नै रहन पुग्नेछ डिफेन्ड गर्नु पर्यो यो सिचुएसनलाई नो फियर फ्रन्ट लाइनमा बसेर उनले रोक्ने कोसिस भने चाहिँ पक्कै गर्न सक्नेछन् बट कम्पाउन्ड हो भनेपछि थोरै प्रेडिक्टेबल स्पट भन्दै थ्रोएबलको प्रेसर बिल्ड गर्न सक्नेछ यहाँ अल्का चियाको टिमको तर्फबाट नाभी एपीपीजीको प्लेयरको अगेन्स्टमा डाउन निकाल्दैछन् रिफ्युजलाई नक निकालियो एलिमिनेसन सेक्योर गरिन्छ गरिँदैन उता 40 को टिमको तर्फबाट फेरि नाभीको अगेन्स्टमा एकपछि अर्को गर्दै प्लेयरहरूलाई समातिँदैछ 40 एलिमिनेसन पोइन्ट कति चाहन्छ डबल डिजिट पोइन्ट फेरि हिट गर्ने कोसिस उनीहरूको तर्फबाट रहने भयो र नम्बरले चिकन डिनरसम्म पनि निकालिदिन सक्ने चान्सेस रहेको छ अल्का चियाको अगेन्स्टमा भिजन नबन्ने हो र 40 को साइडबाट इनकेस बन्यो भने त्यहाँतिरको कमिटमेन्टको लागि पनि पछि पर्छ जस्तो मलाई लाग्दैन सर्ट त्यहाँबाट आउन सक्नेछ 40 का फलकलाई स्लिपीले डाउन निकालिदिए बट किल सायद उठाइएको छ नाभीको तर्फबाट त्यो टिमले डबल डिजिट पोइन्ट्स त यो म्याचबाट बनाइसक्यो अन्त 2 सर्भाइभलको आइसक्यो 9 एलिमिनेसनको आइसक्यो नेट फालिरहेको छ ओरे स्पोर्ट्सले त्यसले दिइरहेको छैन रिजल्ट एचपी अलिकता कम हुँदैछ बट एपीजीले मौका चाहिँ पाउन सक्छ यो बीचमा जोनले च्याप छ यो टिमलाई थाहा छ अब त होरे स्पोर्ट्सलाई पनि जोनले साथ दिएन राइटबाट बाहिर निस्किनु पर्छ बट यो एरिया खाली गरेर मात्रै सायद पोसिबल होला मोलोटब आयो मोलोटबले काम गर्यो पछाडिपट्टि एपीजीको पोजिसनको बारेमा पनि अलिकता ख्याल गर्नुपर्ने हुन्छ स्मोक त्यहाँ लागेको छ हान्दै छ कसले त्यो बुझ्न अलिकता गाह्रो पर्यो मलाई आयो थ्रोएबल्स त्यहाँ सही ठाउँमा गयो त्यो आई थिङ्क या त्यसले एक नक चाहिँ निकालेको छ अर्को प्लेयरको एसपी डट रहेको छ गाडीको छेउछाउ जानेवाला अर्को थ्रोएबल्स यो थ्रोएबल्सले काम गरिदिन सक्छ अर्को नक निकालेर उता होरे स्पोर्ट्स क्लिन गर्ने यो एरिया खाली गर्ने हो भन्ने बुझेर गएको छ अगाडिपट्टि रिपोर्टले एक नक निकाले इनफ्याक्टमा 2 डाउन भयो होरे स्पोर्ट्सका जो खाली गर्न गएका थिए दुईटै पछाडि ढलिसके अब प्रब्लम थपियो नो फेयर आएका थिए गाडी लिएर हातमा P90 रहेको छ प्लेयरको त्यहाँ एचपी कम गराइएको छ त्यहाँ धेरै नै कम गराइयो लास्ट प्लेयर बचेको हो र नो एकजना यता रिभाइभ तर्फ पनि फोकस गर्न भ्याउने रहेछन् स्काईलाई फिनिश गरिएको छ 40 कै तर्फबाट यता नक भएको प्लेयरको किल पनि चोरी भयो ब्याक क्लियर गर्न सकिएन न त युटिलिटीले सही काम गर्यो त्यो बीचमा प्लेयर पनि लुज गर्नु परेको छ अल्का चिया अब उनीहरूले ट्रबल क्रिएट गरिदियो हो र स्पोर्ट्स अब त जोनमा पनि फोकस गर्नु छ नो फियर नेड अझै तन्काउँदैछन् खाली गरिसक्नु पर्ने 2 जना प्लेयरलाई नै उतारियो त्यहाँ गेम पुरै बिग्रियो थ्रोएबल्स आउँदैछ अब थ्रोएबल्सको खासै काम हुने छैन किनभने तपाईँ आफै पनि जोनमा जानको लागि फोकस गर्नुपर्ने छ त्यसमाथि अल्का हात्ती लबी नै यही दुईटा टिमले खाने तरिकाको गेम प्ले देखाइएको छ फ्युरिया स्लिपीको पोजिसनको बारेमा स्लिपी आइरहेको बारेमा आइडिया थियो उनलाई स्लिपी शटगनको साथमा आए काम गरिदिए उनले त्यो टिमलाई निकालिएको छ लबीबाट बाहिर टप 4 मा गेम कन्भर्ट हुँदाखेरि टप 3 टिम तिनटै सर्भाइभ गर्दैछन् कसैको भन्दा कसैको एलिमिनेसन कम छैन भन्ने जस्तो क्याजुअल्टी फेस गरेका थिएनन् भने 4v4 लगायतका कहानी रहने रहेछ जोनले थोरै पेल्ने बित्तिकै अल्का चियाले जोन प्रायोरिटी देखाउने रहेछ नो फियर गर्न बी टेकन डाउन स्लिपीको पोजिसनको बारेमा अलरेडी आइडिया भइसकेको छ स्मोक लगाएको एरियातर्फ प्रेडिक्ट गर्दै थ्रोएबलको साथमा डक जान चाहँदैछन् नेट फाले केही ड्यामेज त्यसले डिसेन्ट डिल गराइदिइसकेको छ फलोअप नेट आउने हो बाँकी प्लेयरहरू धेरै पछाडि कोसिस गर्यो भने स्पेसली हामीले स्म्यास पोइन्ट क्रस गरिसकेको अवस्थामा ओके स्लिपी साथी गाडी खोज्दै गएको टिम निस्किने अवस्थामा पुगिसक्यो R3G को प्लेयर एलिमिनेसन सेक्योर गर्न अभियस रूपमा उनीहरू चाहने नै थिए त्यो बीचमा रिकको अवस्था पनि नाजुक हुन पुगिसक्यो रिक पनि यो एरिया छोडेर निस्किन बाध्य हुँदै थिए AST को लागि तीसरी लाग्नेछ यो म्याचमा उनीहरू रोकिनु पर्यो पोइन्ट्स आएन हो र स्पोर्ट्सको टिमले बरु R3G को एरियाको क्लियरेन्स अनि त्यहाँ भएर एलिमिनेसन पोइन्ट निकाल्न सक्ने तरिकाको थ्रोएबलको युजेस देखाउन खोज्दैछ आर्यनको छेउमा नेट फालिएको थियो नोफेयरको छेउमा पनि नेट फालियो भयो त्यो थ्याङ्कफुल्ली अनि गाडी लिएरै सिधै प्लेयर इन्ट्री देखाउन खोज्दैछ नो फियरलाई सपोर्ट चाहिएको छ नो फियरलाई सपोर्ट चाहिएको छ नो भेकल रन ओभरको साथमा प्लेयरलाई नक अब एलिमिनेसन सेक्योर गरिनेछ त्यहाँ नो फियर उनका पार्टनर कहाँ छन् त एक्लै भिड्दै थिए सपोर्ट आएर हो र स्पोर्ट्सले एउटा इम्पोर्टेन्ट प्लेयरलाई यहाँ गुमाएको छ यो फर नथिङ वाला फाइट थियो लाइक माथि सायद एभरेस्टबाट खेल्न मिल्थ्यो अब तपाईँले ब्याक स्ट्याप खाने पनि उत्तिकै खतरा रहेको छ किनभने पछाडि साइड DRS को भी रहेको छ लाइक सीधा जोन फोकस गर्न सकिन्थ्यो लेफ्टमा टिम आएको छ भन्ने 3 जना प्लेयरहरूले देखेका थिए आई मिन यो एक एलिमिनेसन 2 एलिमिनेसनको लागि सकिन्छ DRS को यहाँ कन्सर्न के छ भन्दा हाम्रो पछाडिपट्टि कोही आइदियो भने हामी पनि तनावमा हुन्छौँ भनेर त्यही भएर उनी अलिक
छन् यो म्याचमा बेटर रिजल्ट हुन सक्थ्यो बट कपाल अफ मिस्टेक्सहरू त्यहाँ पक्कै पनि गरिएको जिगललाई टार्गेट गरिँदैछ अपग्रेडको तर्फबाट यो चिकन डिनरले टिमलाई राम्रो बुस्ट त पक्कै पनि दिनेछ थ्रेबल्स फाल्ने चान्स लिएला र बट त्यो रेन्ज टाढा छ कनेक्ट हुने चान्सेस अलिकता कम टिम स्पिरिटको प्लेयरलाई नोट गरिएको छ त्यहाँ जिगलसँग सायद स्मोक छैन त्यही भएर त्यसले हेल्प गरिरहेको छैन उनलाई जिगललाई फिनिस को सर्भाइभ स्टेजको लेटर फेजका म्याचेसहरूबाट कुराकानी बिग्रिएको त्यही त्यसैको प्रयासमा लागि परेको छन् एमिक्सबाट एएसटी को प्लेयरलाई नक निकालियो होर स्पोर्ट्सबाट स्काईले त्यहाँ ड्यामेज दिँदै थियो एउटा नेड उनीसँग बचेको छ एलिमिनेसन सेक्योर गर्न पाइयो या अरू कसैले उठायो सायद भेनमले अरू कसैले उठाएका छन् टप 4 मा गेम आउँदैछ वुडन स्याकमा नेड फाल्ने कोसिस हुने थियो फालियो पनि अब त स्ट्रेट फरवर्ड छ कि यो साइडमा प्लेयर छ भनेर ड्याम त्यही धुमा त्यो देख्न पाएका छौँ ओके टिमहरू निस्किँदैछन् आफ्नो आफ्नो ठाउँको डिआरएसले इभन थर्ड पार्टी हानेर किल बटुल्ने मौका पनि बनाउन सक्छ यता युटिलिटी गइरहेको छ बोथ अफ दि पार्टीबाट बट त्यसले रिजल्ट दिइरहेको छ नो फियरको एचपी कम भएको चिप ड्यामेजले गाह्रो बनाइदिने हो जोनको क्लोजिङ पनि भइरहेको छ एचपी कम छ अलरेडी नो फियरको लेमनको एचपी कम गरायो त्यो बीचमा ओर स्पोर्ट्सबाट नक निकालिएको छ एक थ्रोएबल्सको साथमा लेमनलाई डाउन गर्न सक्यो भने सजिलो हुने त्यो लेमनलाई पनि डाउन गरियो त्यहाँ अब एक थ्रोएबल चाहिएको छ पञ्चरको साइडमा गेम सकियो नाभीको टिमको पनि हो र स्पोर्ट्सले 10औं एलिमिनेसन आफ्नो नाममा अनि खेल्नको लागि एज सायद बनाउन भ्याएको छ उता एएसटीले थर्ड पार्टी हान्ने सोचेको नक निकालिदियो पनि जियोले नक निकालेका छन् जियोले नक एन्ड फिनिस नै हान्दिए नो फियरको 1-on-1 को प्रयास नो फियरले रिगलाई डाउन गरे जियोलाई टेक डाउन गरे सँगसँगै ओर स्पोर्ट्सको 11औं एलिमिनेसन अनि सर्कलको एलिमिनेसन कसले पिक गर्ने थाहा छैन किलर वाइटीलाई फर्किएर शट दियो 40 को लागि प्लेयर नकले भल्नरेबल बनाइदिन सक्नेछ भने यता च्याम्पियनको अगेन्स्टमा नेट फाल्दै एलिमिनेसन सेक्युर गर्न खोज्दैछन् हो यो एग्रेसनलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ टिमले बाँकी प्लेयरहरूलाई जोनको लागि आउनै पर्ने अवस्था छ यो सिचुएसनमा आफूले ग्रिप लुज नगरौँ र स्पोर्ट्सको टिम आरामको गेम उनीहरूको लागि बन्दैछ यहाँ राम्रो एलिमिनेसन गेम बन्न सक्छ यहाँ नकीलाई नक निकालिएको छ थ्रोएबल्सको साथमा लेफ्ट साइडबाट T24 आउँदैछन् स्लिपी एलिमिनेसनका लागि टोटली फोकस रहेका थिए नकी फिनिस भए C1 को प्लेयर यही साइडमा रहेका छन् स्काईले अहिलेसम्म देखिसकेको अवस्था छैन र स्पोर्ट्सको लागि 13 एलिमिनेसन अलरेडी यो म्याचमा बनिसक्यो टेबल टपको स्थान यो म्याचले उनीहरूलाई बनाउन सक्छ एक्सपोज भएर क्लच खाने उनके भन्ने डर हुन सक्छ बिकज ओपन फिल्ड छ झ्याममा कोही उठ्यो कहानी बिग्रिहाल्यो एक एलिमिनेसनको लागि स्काई ओपनमा नै गएका थिए आइक्यू लास्ट म्यान स्ट्यान्डिङ टिमको लागि 14-15 एलिमिनेसन 16 को लागि टिम भाग्दैछ अगाडिपट्टि रहेको बिगेस्ट एलिमिनेसन चिकन डिनर हाम्रो भन्दै हो र म्याचेसै हुँदैन हो स्पोर्ट्स सीधा सीधा डिक्लेयर्ड एज विनर गेम प्ले देखाइयो त्यो तारे डिनाइ गर्न खोजिँदैछ हो स्पोर्ट्सका प्लेयर स्लिपी केही डिफरेन्ट गर्न खोज्दैछन् त्यहाँ ब्रिजको माथिल्लो साइडतिरबाटको मुभमेन्ट उनको रहेको छ भने नो फियर यता गाडी लिएर अर्कै डिरेक्सनबाटको क्लोजिङको लागि जाँदैछन् अगाडिपट्टि मैले प्लेयरलाई देखिराखेको छु 40 का प्लेयर के आइडिया थिएन नो फियरलाई डाउन अनि फिनिस नै निकालियो माथिल्लो साइडबाट स्लिपीले एक एलिमिनेसन गर्दै गर्दै कन्ट्रिब्युट गर्ने कोसिस त उनको तर्फबाट भइराखेको छ स्लिपी एचपी कम छ 2 एलिमिनेसन पोइन्ट आयो हो स्पोर्ट्सको लागि प्लेयर धेरै बेर सर्भाइभ गर्ने अवस्थामा नबन्लाइन कि क्या हो भन्ने डरको माहौल यहाँ बन्न पुगिसकेको छ जोनको ड्यामेज वी नो द्याट कतिसम्मको हुन पुग्ने गर्छ भनेर अनि अगाडि जुन तरिकाले गेट किप गरिराखिएको छ टिमको तर्फबाट त्यसलाई हेर्ने हो भने यो म्याचमा त्यो पोइन्ट निकाल्न हाम्रो लागि अथवा हाम्रो टिमको लागि सहज हुने छैन अथवा पोसिबल छैन है भन्ने हिन्ट हामीले यहाँबाट पाउन सकिन्छ र स्पोर्ट्स कोसिस त गरिएको थियो एक्स्ट्रा एफर्ट देखाइएको थियो रोटेसनको लागि पनि एक अर्को एलिमिनेसन आउन सक्थ्यो त्यो प्ले जोनले प्लेयर डाउन हुन पुगे स्लिपीको कनेक्सन मिठो आएको पनि थियो एलिमिनेसन वाइजमा केही नम्बर थपिन पुग्थ्यो होला त्यो पनि लुज हुन पुग्यो अपर्च्युनिटी स्लिपी जम्प गरे उनले पोजिसन चेन्ज गरिएको छ उनको साइडबाट पनि 400-500 मिटरको डिस्टेन्स कभर गर्नुपर्नेछ बट अगाडिको अवस्था हेरिसक्दाखेरि अब हामी क्रस गर्न सक्दैनौँ भन्ने हिन्ट उनीहरूले पनि पाइ त सकेका छन् केही बट जोनको ड्यामेज अब त नेक्स्ट लेभल नै आउने हो यता भर्चस प्रोले पोइन्ट्स निकाल्ने भयो नम्बर सबै जोगाएर राखेको छ र स्पोर्ट्सका प्लेयर एलिमिनेसन पोइन्ट सेक्युर गर्ने मौका यहाँबाट अर्को एक आएको छ 3 पोइन्ट्स आयो सर्भाइभल पोइन्ट्स आइसक्ने बेला भएको छैन डिआरएस जोन इन्ट्रीको लागि आउँदैछन् भने एएसटीको टिम त लबी छोडेर बाहिर निस्किसके स्काई जोनले डाउन भयो स्लिपीसँग पनि सायद फर्स्ट एड छैन उता 40 को प्लेयर पनि जोनले गर्दा शिकार बन्न सक्छन् स्लिपीले एक नक निकाल्यो भने त्यहाँ पोइन्ट्स आउला कि भन्ने आश हो बट टिम जोन बाहिर नै फिनिस भएको छ को साथमा हो र स्पोर्ट्सको टिमले लुट्ने मौका डिआरएसको प्लेयर लबी छोडेर बाहिरिए 40 को टिमले कतिको पोइन्ट्स निकाल्छ भन्ने कुराले पनि म्याटर गर्ने त छ 40 अहिलेको लागि हो र स्पोर्ट्सको प्लेयरको अगेन्स्टमा थ्रोएबलको साथमा जान खोज्दैछन् जिगलको मुखैमा नेट पड्काइयो यहाँ प्रिसाइज नेट थियो त्यो बीचमा नो फियरले थ्रोएबल फालेका नो फियरको मुखमा पनि नेट आउनेछ पड्किए नो फियर पनि स्लिपी अलिकति छेउमा पार्टनर बचाउने बारेमा सोच्न सकिन्छ बट आइक्यू अगाडि बढिसके स्लिपी गन बी टेकन डाउन स्काईको पोजिसनको बारेमा पनि आइडिया थियो नो हो र स्पोर्ट्स
पर्ने हो टिमको तर्फबाट पक्कै पनि त्यसको लागि प्रयास गरेर खेल्नुपर्ने अवस्था। बट जोनको ड्यामेजको पनि कुरा रहने भयो। चौथो स्टेजमा भनेपछि जोनको ड्यामेज डिल गर्नुबाट रोकिनु पर्यो अथवा जोनको इन्ट्रीको लागि जानु पर्यो, ब्लू जोनबाट बाहिर निस्किनु पर्यो। हो र स्पोर्ट्स अल्काचियाको अर्को प्लेयरलाई पनि डाउन निकालेका छन्। फाइनली एलिमिनेसन पोइन्ट केही आउला कि बट नो फियर अगाडि बढ्न खोजेका थिए, उनलाई रोकिएको छ। हो र स्पोर्ट्स एक एलिमिनेसन पोइन्ट त आयो। उता एएसटी को टिमले पनि अल्काचियाको अगेन्स्टमा डाउन निकाल्दैछन्। एलिमिनेसन उतातिरबाट पनि पिक गरिँदैछ। हो र स्पोर्ट्सको नकलाई पनि सायद स्टिल गरियो त्यहाँ। हो र स्पोर्ट्स ट्रायोमा कन्भर्टेड, एक पोइन्ट मात्रै अब बचेको छ टिमलाई निकाल्नु पर्ने। मुभिङ भेहिकल स्पट गर्छन्, स्लिपी सर्ट दिने कोसिस गरिएको थियो, ड्यामेज केही रेजिस्टर भयो। अगाडिपट्टि एएसटी को प्लेयरको इन्ट्री। हो र स्पोर्ट्सको अगेन्स्टमा किलर वाइटी उता डाउन हुन पुगेका छन्। थ्रोएबलको साथमा रिकलाई डाउन निकालेर क्विकली एलिमिनेसन सेक्युर गरिहाल्नु पर्ने हुन्छ स्लिपीले। पोजिसन थाहा भइसकेको छ स्लिपीको पनि। एएसटी प्रेसिङ गर्दैछ, यहाँ स्लिपीलाई पनि डाउन निकालिँदैछ। हो र स्पोर्ट्स अब सो यो टिमले त आफ्नो सब काम सही गरिसकेको छ। त्यो बिचमा स्काई फेरि नक हुन पुगेका छन्। जिगलसँग जोनको टच एरिया खतरा चाहिँ तीनटै टिमको लागि के चाहिँ बढ्नेछ भन्दा भर्चुअस प्रो र एक्ज्याक्टली थाहा छैन, सायद केही टाइममा साउन्ड त आउनेछ अनि उनले क्लू त पाउनेछन्। यता डिआरएसको बाँकी प्लेयरहरू जोन जाने हो भनेर निस्किने हुन्, सायद त्यही रहेको छ। डेल्टाले पारिरहेको प्लेयरको बारेमा आइडिया पाए, ड्यामेज दिए पनि नो फियरलाई डट एसपीमा बनाइएको थियो। डेल्टा नेड कुक गर्दैछन्, स्काईले हेर्न मिल्छ होला सायद यो साइडमा, बट नो फियर पड्किन्छन् होला। यो थ्रोएबल्सले पड्काउँछ होला, एसपी उनको त अलरेडी कम नै रहेको थियो। भन्दै थिएँ म डेल्टाले यहाँ नक निकाल्न भ्याएका छन्। अब राइट आफ्नो अगाडिपट्टि नै स्मोक देखेपछि उनी ट्राई गर्नेछन् त्यो प्लेयरलाई एलिमिनेट गर्नको लागि। टिम बिना एलिमिनेसन पोइन्ट्स और स्पोर्ट्सको कुरा गर्ने भने अथवा बिना कुनै पोइन्ट्स म्याचबाट बाहिर निस्किँदैछ त्यो अलमोस्ट कन्फर्म नै देखिरहेको छु। डिआरएसको डेल्टा उनी म पनि जाँदिनँ, अगाडिपट्टिको प्लेयर पनि जाँदिनँ भन्ने तरिकाले खेल्ने हुन्। उनलाई थाहा पनि छैन कि लड्दैछन् कोसँग भनेर एज अफ नाउ, बिकज एलिमिनेसन सेयर भएको त त्यहाँ छैन। उता नाभीको प्लेयरलाई फिनिस गरिदिएछ, नो फियर फिनिस भए। डेल्टालाई आइडिया पाउने भयो, ओके यो त स्पोर्ट्सका प्लेयर रहेछन् भनेर, बट गर्ने अवस्था केही पनि छैन। त्यो बिचमा नक निकाल्न सकिन्छ कि स्काईको कोसिस रहेको थियो, त्यो सफल रहेन। यताबाट अब नक निकाल्यो भने पनि त्यसले हेल्प गर्ने होइन। डेल्टामा ड्यामेज पनि स्काईले दिएका थिए अनि अल्काचियाको टिम रोकिए मात्र भने पनि साइन अफ रिलिफ हैन। टिम छोडेर एक्लै सोलो टुर्नामेन्ट खेल्न थाले त साथीहरू। जिगल पारी थिए, एक्लै फिनिस भए। उता बुझेको छ भर्चुअस प्रोले कि यो प्लेयरलाई फिनिस गर्यो भने सजिलो हुन्छ भनेर। फर्स्ट एडको कोसिस रहनेछ नो फियरको, नेड रहेको छ उनीसँग। जोन जान त त्यस्तै नै भएको मैले देखिरहेको छु। 1v2 को कोसिस हुनेछ पक्कै पनि। यहाँ एक्लै छन् सबैजना। 1v2 को कोसिस हो, शटगन छ त्यहाँ, मोलोटप लगाएको थियो, मोलोटपमै पर्यो भने ओके। एक साइडमा मोलोटप लगाइएको रहेछ, अर्को साइडबाट प्रेस गरेको रहेछ। नक निकाल्ने मौका मिल्की वेको अगेन्स्टमा स्लिपीले बनाए, इभन नक निकाले पनि। गाडी छ उनीसँग, पुसको लागि जाने हो। आई थिङ्क त्यही नै देखिरहेको छु। भर्चुअस प्रोलाई निकाल्यो भने पनि एउटा थ्रेटलाई कम गरियो भन्ने चाहिँ हुनेछ। यता रिभाइभ गर्न नदिने चाहिँ सोच्नु पर्ने हो, किनभने स्लिपीले इन्ट्री त बनाउनै पर्ने हुन्छ, पुस गर्नै पर्ने हुन्छ स्लिपीले। 1-on-1 को कुरा हो, भर्चुअस प्रोले रिभाइभ गरिसकेका छैन, रिभाइभ गर्न दिएन पनि। नेड मोलोटप उनीसँग रहेको छ, पहिलो प्रायोरिटी त्यसैको साथमा पड्काउने गर्नु नै पर्ने हुन्छ। देखेका छन् उनले, गनमा स्विच भए, छतमा गयो प्लेयर भनेर उनले देखेका छन्। के जित्छन् त यो 1v1 इम्पोर्टेन्ट चाहिँ छ है, किनभने 2-3 पोइन्ट्स भए पनि झोलामा आउनै पर्यो, त्यो चाहिएको छ टिमलाई। कहाँ बसेको छन् फ्रोजन, यहाँ नेट लगाउन पनि गाह्रै पर्ने होला। एङ्गलै छैन, यहाँसम्म नेट फाल्ने त कुनै एङ्गलै छैन सायद। तल नक भएको प्लेयरको एलिमिनेसन आयो कि भन्ने मात्रै कुरा हो। एनिवे गइएको छ अगाडिपट्टि, शटगन एक लाग्यो अनि स्पोर्ट्सलाई शट डाउन 40 अनि त्यसपछि भर्चुअस प्रो। यो मध्येमा 2 जना जाने। एरिया छोडिदिइसकेको छ, स्लिपी निस्किसकेको छन्, शट्स लिएको छ पछाडिबाट। नक नै निकालियो यहाँ। तल स्काई रहेका थिए, स्काई पनि निस्किएर बचेर जान चाहन्छ। स्काईलाई पनि आफ्नो घरतर्फ जाँदैछन्। आई मिन कता सेफ भन्न सकिन्छ उति जाँदैछन्। स्काईको एचपी त डट भइसक्यो, हिल गर्न उनले पाउँदैनन्। क्लचको लागि ट्राई गर्ने हो, पछाडिबाट कभर आयो भने हो। एचपी कम गराएका थिए बट उनलाई पनि डाउन गर्यो। र स्पोर्ट्सको आर्को प्लेयरलाई पनि शट डाउन गर्यो। अल्टरनेटिभ स्पट समातिएको थियो बट कोरिना पावर आज त पुरा भनौँ न देश दुनियाँ खेल्ने लबी सक्न सकिन्छ। त्यहाँ एमिक्स तर्फ फर्केर हान्न भ्याउँछन् कि नै, कभर प्लेयरहरूसँग छैन। जोनको साइड आइसक्यो, पछाडिबाट सर्ट्स लिइसक्यो, अतो पत्तो नै थिएन त्यहाँ जिगल साथीलाई। 1-on-1 को कहानी रहनेछ, पोइन्ट्स नै नलिकालिकन स्पोर्ट्स नि भिजा ट्राफल के इस्युले गर्दाखेरि